हेलो नमस्ते। आज मेरो बक्स ओपन गरौँ है त सबैजना मिलेर। यो चाहिँ मेरो बाबुको जन्मदिन थियो अनि उसलाई सरप्राइज दिनको लागि चाहिँ मैले यो मनी सरप्राइज अब गिफ्ट सरप्राइज हुन्छ तपाईँहरू के गरेर गर्नुहुन्छ त्यसरी यस्तो यस्तो आउँछ होइन, यस्तो आउँछ ह्याप्पी बर्थडे भनेर यस्तो बक्स भन्छ छोडिदियो भने, होइन भने त्यस्तो आउँछ आउँछ होला 6-7वटा जति, 8वटा हो कि 12वटा हो कि मैले बिर्सेँ एक्ज्याक्ट चाहिँ होइन। अन्त ब्याग पनि आउँछ सानो। त्यस पछाडि अर्को एउटा बक्स आउँछ, त्यो बक्स आफैले बनाउनुपर्छ, बक्स बनाउनुपर्छ। अनि त्यसको लागि त्यो बक्सलाई च्याप्नको लागि यो एउटा आउँछ ह्याप्पी बर्थडे लेखेको बक्स चाहिँ मैले चाहिँ यसरी बनाएँ, क्युट बक्स भन्छ। म चाहिँ अब त्यस्तो बनाउनलाई जान्ने छुइनँ, त्यो भएर ढ्याप्पा हानेको फुत्तेभित्र पस्यो निकाल्न गाह्रो भएर मलाई, फेरि निकालेर फेरि लगाएँ होइन, त्यसरी आउँछ। अनि त्यसमा चाहिँ त्यो भित्र चाहिँ त्यो अघिको त्यो हालेर त्यसरी मनी र अनि त्यसपछि छोडिदियो भने त्यस्तो बन्छ कि फेरि बक्स बनिहाल्छ है। अनि मैले चाहिँ एउटा त्यो गरेर बर्थडेको हालेर त्यसरी बिस्तारै बिस्तारै बनाउँदैछु। मजा आउँछ बनाउनको लागि, आफै किड्स जस्तो लाग्छ होइन। टन्न पैसा हालेर दियो भने त कति रमाइलो झन्। गिफ्ट मेरो पनि बर्थडे आउँदैछ, कसैले गिफ्ट दिए त हुन्थ्यो यस्तै गरेर। त्यही कारण सबै पैसाहरू त्यसै गरी हालेर त्यसलाई बराबरी पारेर राखेर त्यो बक्सभित्र हाल्ने, बक्स ओपन त्यसरी गरेर गर्दाखेरि अनि आफै त्यसरी उडेर आउँछ, कस्तो मजा आउँछ। मलाई चाहिँ एकदमै मन पर्यो होइन। मेरो बाबुले पनि कस्तो खुसी भएर मजा आयो। अनि फेरि हामीले त्यो चाहिँ गरेर मात्रै हेरेको कस्तो हुँदो रहेछ भनेर। अनि त्यस पछाडि त्यो स्टफी पनि हाल्दा हुन्छ होइन, रमाइलो हुन्छ, माथि उछिरिँदाखेरि राम्रोसँग आउँछ सबै गरेर। अनि मैले चाहिँ फेरि त्यस्तो गरेर पैसा हालेर सबै मिलाएर उसको लागि बर्थडेको लागि रेडी गरेर राख्दै स्टफीहरू हालेर। तपाईँ स्टफीहरू चाहिँ वालमार्टबाट किन्न सक्नुहुन्छ, जहाँबाट पनि पाउँछ, एमाजोन, वालमार्ट जहाँबाट पनि पाउँछ। अनि त्यो भित्र हालेर त्यसो गरेर उसलाई दिन्छु भनेर। त्यति हो, थ्याङ्क यू फर वाचिङ।